16 वर्षकी एउटी नाबालिका बिहानको जङ्गल नजिक अचेत भेटिन्छन्। अस्पताल लगिन्छन् तर डाक्टरले मृत घोषणा गर्छन्। पोस्टमार्टमले देखाउँछ बलात्कारपछि गम्भीर रक्तस्राव। यो कुनै कथा होइन, यो नेपालको सर्लाही वीरेन्द्रनगरको क्रूर सत्य हो। इनिसा बिकेको हत्या। आज यस भयानक घटनाको पूर्ण कथा खोतल्छौँ। कसले गर्यो, अनुसन्धान कहाँ पुग्यो र हामी के गर्न सक्छौँ? भिडियो अन्तसम्म हेर्नुहोस् र कमेन्टमा आफ्नो आवाज उठाउनुहोस्। लाइक र सब्स्क्राइब गर्न नभुल्नुहोस्। 7 मार्च 2026 को बिहान सर्लाहीको वीरेन्द्रनगर जनजागरण सामुदायिक जङ्गल नजिकबाट 16 वर्षीय इनिसा बिके अचेत अवस्थामा फेला परे। स्थानीयले तुरुन्तै प्रादेशिक अस्पताल कालागाउँ लगे तर डाक्टरले उनलाई मृत घोषणा गरे। पोस्टमार्टम रिपोर्टले खुलासा गर्यो इनिसाको मृत्यु बलात्कारपछि भएको गम्भीर आन्तरिक र बाह्य रक्तस्रावबाट भएको यो जबरजस्ती यौन हमलाको परिणाम थियो। प्रारम्भिक अनुसन्धान अनुसार आरोपीहरूले स्थानीय ढुङ्गामा उनलाई बलात्कार गरे अनि क्रूरतापूर्वक हत्या गरे। कल्पना गर्नुहोस्, एउटी बच्चा आफ्नै गाउँ नजिक यस्तो नियति। यी चारै आरोपी नाबालक छन्, 18 वर्षभन्दा कम उमेरका, तर उनीहरूको क्रूरता देख्दा उमेर होइन न्यायको माग हुन्छ। सुरेन्द्रनगर जिल्ला प्रहरीले तुरुन्तै सङ्घीय महत्त्वको केस दर्ता गर्यो। चारै नाबालकलाई बलात्कार र हत्याको आरोपमा पक्राउ गरियो। अब यो केस केन्द्रीय अनुसन्धान ब्युरो CID को हातमा छ। उनीहरूले इनिसाको सेलफोन लगायत इलेक्ट्रोनिक उपकरण फोरेन्सिक परीक्षणका लागि पठाएका छन्। थप ठुलो टोली वीरेन्द्रनगर जाँदैछ। प्रमाण सङ्कलन तीव्र छ। तर प्रश्न उठ्छ, के नाबालक आरोपीहरूले पूर्ण सजाय पाउनेछन्? नेपालको कानुनले के भन्छ? यो घटनाले नेपाल भर आगो बल्यो। #JusticeForInisa ट्रेन्डिङ भयो। फेसबुक, टिकटक, इन्स्टामा लाखौँले न्याय मागे। राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोगले कडा कारबाहीको माग गरे। यो एउटा मात्र होइन, नेपालमा हरेक दिन बालिकाहरूमाथि यौन हिंसा। 2025 मात्र 1500 केस। हामी चुप लागेर बस्ने कि आवाज उठाउने? दर्शकवृन्द, इनिसाको न्याय हामी सबैको जिम्मेवारी हो। कमेन्टमा #JusticeForInisa लेख्नुहोस्, सेयर गर्नुहोस् र साथीहरूलाई बताउनुहोस्। के तपाईँलाई लाग्छ यो केसमा फास्ट ट्र्याक ट्रायल हुनुपर्छ? आफ्नो विचार लेख्नुहोस्। अर्को भिडियोमा भेटौँ। न्यायको लागि लडौँ। जय नेपाल।